Hello guys, welcome to my channel with new video. So finally हामी जुम्लामा है आज चाहिँ विशेष गरी किशोरको बर्थडे. सो किशोर चाहिँ मेरो बेस्ट फ्रेन्ड एकदम मिल्ने साथी. मलाई चाहिँ ऊ मेरो फ्यामिली जस्तै लाग्छ के फ्यामिली नै हो भनौँ न. अनि उसको आज बर्थडे. सो म सुर्खेतदेखि जुम्ला आइसकेको छु. सो अहिले हामी चाहिँ बर्थडे मनाउन जान लाग्यो केटीएस भन्ने ठाउँमा. उता केटाकेटी जस्तो खेल्न लाछिन् दृष्टि. अनि हामी पुग्न लागिसक्यौँ. जस जुम्ला बजार तल छ, म देखाइदिन्छु अहिले हजुरहरूलाई. ए के हो यही हो आर्मी ब्यारेको यहाँभित्र के हुन्छ त अनि हामीसँग क्यामेराम्यान भाइ ऊ त्यो विनोद भाइले क्यामेरा ल्याएर आएको छ. फोटोसोटो खिच्ने हुन्छ. अहिले चाहिँ खासै पानी परिरहेको छैन, लगातार पानी परिरहेको कि हिजोदेखि. सुर्खेततिर पनि सायद पानी परिरहेको होला. अनि अहिले चाहिँ बादल कुहिरो मात्र लागेको छ दामी. बाटो चाहिँ हिलो नै हिलो छ भनौँ. ल हामी त्यहीँ गएर फेरि भेट्नेछौँ गाइज. सो गाइज हामी फाइनल्ली आइसक्यौँ गन्तव्यमा. यिनको डेढ आँखा हेर यिनी लास्टै भस्मै करेला जैथी. सो अनि हामी चाहिँ आइसक्यौँ. हाम्रो बर्थडे भयो यहाँ छ. के छ ह्याप्पी बर्थडे. अनि हाम्रो मिजु उता हुनुहुन्छ चस्मा हेरेर न. यता भाइ छन् बिपना बहिनी पारा. सो अब एकछिनमा हामी बर्थडे विस गर्छौँ. अनि यो चाहिँ यहाँको ताल गहिरो छ अरे. लास्टै पानी सफा भइदिए पौडी हानिदिने हुन्थ्यो. पानी हल्का फोहोर छ. अनि ऊ त्यो माथि त्यो चाहिँ केटिएस हो. वेलकम केटिएस लेखेको त्यहाँ. अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ जुम्ला. वाउ. अब एकछिनमा बर्थडे स्टार्ट हुन्छ. पानी पनि परेको छैन अहिले. ल स्टार्ट गरिहालौँ अब बर्थडे. पानी पऱ्यो भने झ्याउँछ फेरि. कहाँ बसालियो त्यसलाई यहीँ बसालौँ है. उठा तिमी. यो किशोरको कुर्सी हो. महारानी यी खाप्चो हेर न मुखमा के हालेछन् फेरि. तितो गर ल. ए लुवाङ होइन त्यो कसले दिएको निम्तो दिएको. ल किशोर यहाँ चाहिँ बस त्यो के चित्त बुझेन भन्नु न के त्यो ए त्यो त्यस्तै एउटा रुख रहेछ त्यहाँ बस भयो के छोडिदियो. हुन्छ बहिनी यतिकै बस्ने वरिपरि उभिने. बस गाइज किशोरको बर्थडे पानीले गर्दा बिजोग बनाइसक्यो. यहाँ उही तल उही माथि भइरहेछ. जताकतै पानी परेर एक ठाउँमा बर्थडे मनाऊँ भनेको अघि नमनाऊँ भनेको ठाउँमा मनाएनन्. माथितिर जाऊँ अझ राम्रो ठाउँ छ भन्थे केटीहरू. त्यही भएर माथि आएको केही पनि रहन्छ यहाँ. फेरि गाइज हामी तलतिर जान लाग्यो. केक समातिया किशोरले लुकुर हिँडिरह. जाडो भइरहेको छ. भाइहरू यहाँ छन् छाता उडेर हिँडिरहेको छन्. यता हेर ओत लाग्यो नि यता. Happy birthday to you, Kishore. Happy birthday to you. भाइ नजिक भाइ क्यामेरा नजिक ल्याऊ यसको अगाडि. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. सन्चै छौ. अलि टाढा जाऊ अब. स्टार्ट आना स्टार्ट भएछ. आज चाहिँ मेरो बेस्टीको बर्थडे है. सबैजना आउनु भएको छ. टिका टाल्नु स्टार्ट हुनु भएको छ. सिसीले गर्दा दुःख पायौँ हामीले. केही छैन घुम्न पनि पायौँ होइन पानीमा. ल भाइ
बाबु अलि ताई उता जाऊ तिमी टिका चाहिँ मान्छे यता ल्याउन ठिकै ठिकै खानु त हिजो दाजु रोटी टिका खाएर उता गरेर पुरा गरिदियो पछाडि सिधा पछाडि गर न ठाडो पछाडि गयो आउले बल्ला सिंहको बारी गराछ बल्ला ह्यापी बर्थडे टु यु बल्ला सिंहको गराछ आउलाई त त्यति राम्रोसँग पढिस् जागिर खाइस् हजुर जान पारेस् पाल्न हो कि तिमीले इन्डिया लिए त्यतिका नहुनु एकचोटि सुनाउनु न लोकल चामलको टिका होइन नि त चामल लोकल हैन इजी बेउलो उल्टी हुन्न अल्ता खा अल्ता खा रोक्नु भने ल अब अल्ता अब अल्ता के मम्मी खा ल अब यता ल ल पोइन्ट राम्रो छ के ल भने पिक्चर हौ कस्तो र पक्न एकछिन त केही नबोल के त नहल्लिन रोक्न हामी यति भन्दिने भएको ल अर्को जाउ टिका लाउनको जाने केकलाई उडाउ केकलाई मान्छेलाई भन्दा नि भाइ आउँदा भिडियो बनाइदेऊ त म हात पुछेलु घटाइबाट नबनाऊ कि यता बनाऊ नट्ट न इथुन के छ नि बाबा मसुकी द्वारा यस्तो पानी आउँछ नि गरे सुकिरात पानी आउँछ होला कि नै काम न गिरे जस्तो हुन्छ न भाइको अब वहाँ कस्तो राम्रो आउँदैछ ए प्लस मोबाइल हो नि त बाइक छोडेर ल्याए उही मेरो पछाडि फुट भएर बाइक कहिले माने बोक्चे कुकुरै थिए तिमी नभन्दै डुम्बाडी हो क्या साँच्चै ए तिम्रो न माथिले खाना खाइ मिठो मिठो किशोर दुधो खाएर ए किशोरहरू त हल्लु नि तिम्रो चिराको मिन्ने गणेश हुन्न हुन्न किशोर कस्तो फिल भइरहेछ बढिया यतिको हुनु पऱ्यो क्या खै डुम्बाडीको बेहुलो होइन साईबाडीको चेलो आफूलाई को भन्थ्यो बेहुला बेहुलीहरू कस्तो राम्रो लगाऊ सो गाइज हामी चाहिँ बर्थडे सर्डे मनाएर आइसक्यौँ घरतिर पानी रोकिन्छ अहिले हाम्रो ग्याङको सबभन्दा धेरै चटक पार्ने चटकी अझै मेरो ब्याक साइड गाइज हामीहरू जुम्ला बजार पुग्न लागिसक्यो बजारमा त्यति छ र होइन पानी पनि रोक्यो पानीले दुःख दिनसम्म दियो बर्थडे राम्रोसँग मनाउनै दिएन चटपटेको सामान र डिउ लगाएर घर जान लाग्छौँ घरमा बनाएर खान्छौँ जस रमाइलो भयो गाइज पानी परिरहेछ जुम्लामा है यसको बर्थडे सर्डे फिनिस भइसक्यो चामल लगेर हामी रुममा जान लाग्यो यहाँ चाहिँ आर्मी बिस्कुट छ बेलुका खानियो दर्याम दर्याम लाएर ए एकदम पानी आइरह है पानी परिरहेछ हल्का हल्का भाइहरूसँग आज लास्ट हो आज आरती हेर्न जाने सोमबार हो आज आरती लाग्छ अरे आरती हेर्न जाने भाइहरू सुर्खेततिर आएपछि भाइहरूलाई सम्झिनु एकदम चामल बोकेको सहिरह मिचुलाई
ल हुन्छ गाइज हामी चाहिँ रुममा गएर भेट्छौँ ल पानी परिरहेको क्या मोबाइल भिज्छ फेरि आइफोन होइन नि त हाम्रो आइफोन भए त वाटर प्रुफ हुन्थ्यो अब थिएन अब यो त A+ होइन 1+ हो Wow, where are you from, bros? हेलो गाइज हामी चाहिँ रुममा आइसक्यौँ फाइनल्ली उसको बर्थडे सकिसक्यो आज हामी भोलि नै रिटर्न गर्ने त्यसपछि रमाइलो नै भयो जे होस् आज है यस जसले विस गर्नुभयो सबलाई थ्याङ्क यू सो मच धेरै म्याचेस आयो होइन अब हामी खाना बाहिर खान्छौँ अनि आजको लागि यति नै गाइज बाई बाई गुड नाइट सब्सक्राइब गरिदिनु लाइक कमेन्ट गरिदिनु ल यस्तै भिडियो आइरहेको छ बेला बेलामा